अनि यो दाजुलाई त बाहिरै भ्याइ नभ्याइ थियो त। अनि स्प्लिट्स भिल्लामा किन आएका यी दाजु? हिमांशु किन आएको स्प्लिट्स भिल्लामा? म त छक्कै परेँ हिमांशुलाई देखेर त। ओ माई गड, चल्दा बल्दा रेड फ्ल्याग मान्छे अझ ग्रिन फ्ल्याग जस्तो पो देखाउँछ त हौ। बिहान बिहानै गएर फुल दिएर ग्रिन फ्ल्याग जस्तो पो देखाउँछ त बा। रोडिजमा आशिकासँग होइन, आशिका भन्ने थियो नि रोडिजमा, हो रोडिजमा आशिकासँग थियो। बाहिर निस्केपछि सोभिकासँग थियो होइन। त्यसपछि प्लेग्राउन्डमा गयो, प्लेग्राउन्डमा गएर अर्को केटी थियो प्लेग्राउन्डमा। अनि त्योसँग सोभिकासँग हुँदाहुँदै त्यो अर्को केटीसँग थियो प्लेग्राउन्डमा। अनि त्यसपछि बाहिर निस्केपछि फेरि सोभिकासँग प्याचअप भयो। अनि फेरि सोभिकासँगै गयो प्लेग्राउन्डमा, त्यो केटी पनि थियो। अनि तिनजना झगडा गर्दै बस्यो त्यो सोमा। अनि फेरि बाहिर निस्केपछि फेरि सोभिकासँग पनि अब 1-2 महिनापछि कतिपछि ब्रेकअप भयो। फेरि स्प्लिट्स भिल्लामा आइपुगेछ यो मान्छे। राम राम राम, बाहिरै त यसको थियो, फेरि स्प्लिट्स भिल्लामा चाहिँ के हेर्न आएको होला? अझ ग्रिन फ्ल्याग जस्तो पो देखाउँछ त। ग्रिन फ्ल्याग अरे ऊ। अनि उसलाई उसको मेन चाहिने केटीमा भनेको लुक्स र रेस्पेक्ट अरे, लुक्स र रेस्पेक्ट चाहियो अरे उसलाई। राम 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 राम, अचम्म छ यार।